एक जमाना थियो क्या है, हाम्रो देशको प्रधानमन्त्रीलाई कसैले नचिन्ने क्या यार। आफैसँग काम गर्ने साथीहरूले पनि नचिन्ने है। बङ्गलादेशको साथीलाई बुन्धु हाम्रो देश प्रधानमन्त्री अब जान्ने कि ना ना बुन्धु हामी जानिन, हामी किछो जानिन, मलाई थाहा छैन यार को। अनि श्रीलङ्काको साथीले सोध्यो, आइया मत नेपाल आगमते अब धान्न वा? नहीं मल्ली मत धान्ने नि होइन भाइ यार मलाई थाहा छैन भन्थे। अनि पाकिस्तानको साथीले सोध्यो, भाईजान आप जानते हो हमारा देश का प्रधानमंत्री? नहीं भाई हमको तो पता नहीं है, इस वक्त आपका देश का प्रधानमंत्री कौन है हमको तो पता नहीं है भनेर भन्थ्यो। अनि फिलिपिनको साथीलाई सोध्यो है, फिलिपिनको साथीले चाहिँ फेरि इङ्ग्लिस बोल्छ, आफूलाई नआए पनि माई फ्रेन्ड यु नो हु इज आवर प्राइम मिनिस्टर राइट नाउ भनेर सोध्यो भने नो नो माई फ्रेन्ड आई डोन्ट नो भनेर भन्थे। अहिले बालेन प्रधानमन्त्री भइसकेपछि उनीहरू आफै आएर भन्छ के, ओ बन्धु तुम्हारो देश या नतुन प्रधानमन्त्री आइसे हैं, बालेन्द्र शाह इंजिनियर, हमने भालो गर्छ, हमने देश से बेसी भालो भइगयो भनेर भन्छ कि हाम्रो देश धेरै राम्रो भयो, अब तेरो देश धेरै राम्रो हुन्छ भन्छ है। अनि श्रीलङ्काको साथीले भन्छ यार मल्ली अब नव अगमती हुँदै तिम्रो नयाँ प्रधानमन्त्री खतरा छ यार, राम्रो हुन्छ भन्छ है। अनि पाकिस्तानको साथी आएर भन्छ कि जनाब अपना देश का अभी नए प्रधानमंत्री आया ना, वो बहुत तरक्की करेगा, अपना देश को अभी अच्छा करेगा भनेर भन्छ के। अनि यो फिलिपिनको साथीले माई फ्रेन्ड कन्ग्रेचुलेसन योर न्यू प्राइम मिनिस्टर इज भेरी गुड, इज यङ एन्ड भेरी इज गुड लिडर भनेर हो यसरी सबैले चिन्ने है। अनि सबैले चिन्दाखेरि त यार आफै प्रधानमन्त्री भए जस्तो हुने के हो, यस्तो पो प्रधानमन्त्री चाहियो त यार। हिजो पहिला कसैले नचिन्ने प्रधानमन्त्री यार। इभन नेपालको भाइ बहिनीहरूलाई सोध्यो भने भाइ अहिले देशको प्रधानमन्त्री को भन्यो भने 2-4 महिना अगाडि चाहिँ अर्कै थियो, अहिले अर्कै भइसक्यो भन्छ, खै को पो हो भन्ने त्यस्तो हुन्छ यार। अहिले हेर विश्वले चिन्छ क्या यार, नेपालको प्रधानमन्त्रीले विश्वले चिन्छ क्या। यो हो नि त तरिका।